पैसा त निस्किन्छ। अब यसो भोक लाग्यो, यसो सुपर मार्केटतिर यो कस्तो क्यामेरा पनि सिक्री रहेछ। फ्रुट हान्ने कुन चाहिँ अरे 7-11 के चाहिँ किन्ने हो त भने भन न भन यतै हो भाइ हान नि त हान के फ्रुट हान्ने अरे 429 रुपियाँ यति के गर्नु हानिदिन्छु नि त यार कहिले खाएको छैन हेरेर कुरा गर के खाने जस्तो छ यो खाने भए 429 386 रुपियाँ त यति छ यो सानो लग्ने भए लगे यार होइन म त लान्न यो के चाहिँ हो तरबुजा जस्तो यो फल पनि खाएको छु के 2138 रुपियाँ छ त अनि यति सानोको फेरि पाइनाएप्पल चाहिँ सस्तो रहेछ कि पाइनाएप्पल कति छ 458 अनि त्यति सानो पाइनाएप्पलको 458 तर मलाई बब्बाल लाग्छ यो त महँगो सेतो हुन्छ हेर त तरबुजा हेर त प्राइस कति छ 1706 रुपियाँ के किनिरह तिमी आमा यसले त के किनिरह हो यति धेरै लास्टै महँगो छ के चाहिँ खाने हो त यता हेर त गाइज म त्यो यो किने खाँदैछु चावल कति रुपियाँ किन्यो अरे तिमीले मैले 3033 को चामल किने 3330 को चामल किने कति छ चामल चाहिँ 5 केजी छ होइन जम्मा यो चामलको रेट चाहिँ 3085 हो तर 2000 कति 915 रुपियाँ ट्याक्स काटिदिएमा अनि यता मासु हातमा एउटा 800 को अनि एउटा बङ्गुरको मासु 900 को मासु पनि अनि 2 जरा 10 हामीले कतिको भन्दा 200 को 200 को टोटल बिल कति निकाल्यो टोटल बिल हाम्रो 15000 आयो 2 केजी 2 कट सामान कति छ यति हो 15000 को सामान एउटा यहाँ पनि छ यस्तो छ अवस्था जापानमा भाइको सेलरी आछ आज अनि आज पार्टी हान्छ अरे भाइले यता ल्याउनु निकाल नि त आज खाइदिउँ कुन चाहिँ होला हुन्छ निकाल नि दुइटा जुनसुकै भयो भने हुन्छ उता कोक 120 वाला कोक निकाल्ने नि हुन्थ्यो अरे उताबाट कोक राम्रो हुन्थ्यो अरे भन्दा उता क्या पारीबाट होइन पारीबाट क्या ऊ त पारीबाट निकाल नि त ल हालो पैसा निकालो थिचो तल झर्छ है त पैसा कति हालेको पैसै फालिदिइसक्यो तिमीले चलेन 100 को हाल त लियो ल 130 पैसा यहाँ 500 पनि डलर हुन्छ यहाँ अहिले यति निकाली ल्याएँ माथि एकैचोटि साफ हो खस्यो ल यसरी पनि हाम्रो यहाँ व्यापार हुन्छ ल है गाइजहरू ल खाइदिउँ न त